ल गाइस आइयो फाइनली कर्निस अगाडि तपाईले देख्नुहुन्छ कर्निस त्यही हो कस्तो लभली सिन छ यो कर्निस हो देख्नु म यो साइकल लिएर त्यतैतिर जाम कि भन्ने नि भयो क्या एकछिन म त्यतैतिर घुमेर पनि आउँछु हैन कस्तो मजाको सिन यो चाहिँ लभली प्लेस हो मजा लाग्यो 5 बजे 3 घन्टा घुम्दै आइयो घुम्दै आएर 8 बजेतिर यहाँ पुग्यो यो कस्तो सिन यार यस्तो लभली सिन छ कस्तो लाग्यो भ्यूज गाइजहरु दिनु होला है त ल जाम अगाडि घुमेर आम साथीहरु अगाडिको सिनमा हेर्न हामीलाई अगाडिको बिल्डिङमा जान मन लाग्यो मलाई दामी सिन छ यार अगाडि मन पऱ्यो सिन मन पऱ्यो तर त्यहाँबाट त्यहाँ घुस्ने ठाउँ छ कि छैन हेर्नु म त्यो साइडमा मेरो राइट साइड छ नि मेरो राइट साइडमा म गएको छैन क्या कहिले पनि यहाँसम्म त आएको थिएँ गरे हेर र वकिङमा छ मान्छेहरू वकिङ स्ट्रिट हो क्या माछा मार्नेको होड छ माछा पनि आउँछ कि आउँदैन पनि यो हो कतार कर्निस दोहा कर्निस साथीहरु जाने ठाउँ भन कति जाने साइकलहरू जान्दैन लिएर गयो त उतातिर निक्लिने ठाउँ त होइन रोड क्रस गर्ने ठाउँ यहाँबाट उता जाने ठाउँ छैन यार This is the last हो ए छैछ जाने साइकल अच्छा रोड क्रस गर्ने ठाउँ छ रोड क्रस गरेर उतातिर जाने ठाउँ छ यो पनि दामी हुन सक्छ बाटो साइकल चाहियो यस्तो ठाउँमा साइकल चलाउन पाए त यही हो क्या साइकल चलाउने ठाउँ त अझै कति सामने जान पाइन्छ हेर्दै यतातिर पुरा डान्सिङको लागि राखेको होला ठाउँ कस्तो लाग्यो साथीहरु कमेन्ट गर्दै गर्नु होला हामी गएर त्यस्तो एक्लो ठाउँमा गएर बसेपछि त नि यार विराट लाउने गरेर बसेपछि यार कुना गर्थ्यो हामी यार टेन्सन
र माछा पक्र्नेलाई फिसिङ यो के हो र सिटी सबै छ त्यही ट्र्याक पनि हो र सिटीको लागि कहाँसम्म जान सकिन्छ हेरौँ अगाडि है साइकलको ट्र्याक त दिया सकिएन र कहाँसम्म पुगिन्छ भनेर म त्यो बिल्डिङको अगाडिसम्म जान खोजिसकेँ यो अहिले देख्नुभएको छ त्यो साइडमा बिल्डिङ तनख्वाह चुमाने का ठाउँ हो जाए यो ठाउँतिर त म आएको थिएन त हौ झिलिमिली यो ठाउँ Okay. साथीहरु ठाउँ कस्तो लाग्यो भन्नुलाई है त आज बिल्डिङको बल्ल अगाडि आइयो यार आज कहिले नि बिल्डिङको अगाडिसम्म आएको छैन म आउन आथे परैबाटै जाने गर्छ हैन तर यो फर्स्ट टाइम चाहिँ अब बिल्डिङको अगाडिसम्म आएको क्या लभली रहेछ यार तपाईलाई सिनेरी देखाउँछु बिल्डिङको अगाडि त्यहाँबाट अगाडि घुमेर फेरिबाट निस्केर यतै बाटो हाम्रो क्या Direct downwind ठाउँ छ Let's go first. यहाँकोमा सरकारले साइकल ट्र्याक बनाइदिन्छ त्यो कस्तो राम्रो लाग्छ मलाई त्यो साइकल ट्र्याकमा हिँड्नलाई मिल्छ हैन परबाट दामी देखिएको थियो अगाडि आउँदाखेरि त लाइटिङ साइटिङ हराइसक्यो यार